आन्दोलन त बाना हो, स्कुले विद्यार्थीहरूको भविष्य बिगारेर शिक्षकहरूको चिल हान्ने चाहना हो भनेको यही हो। यही गर्न आएका हुन् काठमाडौँ। कोई मुझे मिस नहीं करता, कोई मुझे भाव भी नहीं देता। के भएको केटा हो तिमीहरू? यति कुरामा गएर तिमीहरूले कमेन्टमा गएर गाली गर्न जरुरी छ? एउटा भैँसीले अर्को भैँसीको घाँस तोडेर खाइरहेको छ, यसमा आश्चर्य मान्ने पर्ने कुरा के छ? भैँसी भैँसी मिलेर बस्नै नपाउने यति कुरालाई गाली गर्नुपर्छ? साथीहरू, हजुरको मोबाइल फोनमा एक सिङे घोडा देख्नु भनेको हजुर एकदम भाग्यमानी हुन्छ है। मात्र एक शेयर गर्नु र हजुरको जिन्दगी नै परिवर्तन हुनेछ। तेरो बाउ हुन्छ, हाम्रो जिन्दगी त हुन्छ कि हुन्न त्यो ठाउँको कुरा हो। तिमीहरूको जिन्दगी चाहिँ प्रगति नै हुन्छ। सेयर बढ्दैपछि भ्युज बढ्छ, भ्युज बढ्दैपछि डोआ आउँछ, डोआ आएपछि तिमीहरूको जिन्दगी सुखीमय हुन्छ। हाम्रो त डाटा मात्रै सत्यानाश हुने हो। तिमीहरूले मेरो अघिल्लो भिडियो हेरेको थियौ कि हेरेको थिएनौ थाहा भएन मलाई। घिरमलाई यस्तै गरेर भिडियो बनाएको थिएँ मैले। घिरमलाई खाना चट्टै छोडेको हुँ, आजबाट मकै खान पनि छोडेँ। यस्तो यस्तो देखेपछि काँडा खान मन लाउने, यस्तालाई के गाली गर्नुपर्ने तिमीहरूलाई हो। यस्ता यस्ताको भिडियोमा हेर्ने भने 100K 200K लाइक 67K सेयर, त्यस्तो झ्याम्की झ्याम्काला फुट्ने गरी हान्ने कसले हेर्छ हौ? यस्तो यस्तो चाहिँ बेरोजगारी हौ तिमीहरू, मलाई राम्रोसँग थाहा छ हो। तिमीहरू बेरोजगारी हौ, काम धन्दा केही छैन। तर यस्तो यस्तो भिडियो हेरेर यस्तो यस्तो भिडियो सेयर गरेर त नबस्ने यार, लाजको मर्दो फुक्क। यदि तपाईँको घरमा पैसा कमाउँछन् भनेपछि पैसा रुक्दैन, जताततै खर्च भइहाल्छ भने यो दुई मुख कछुवाको दर्शन गर्नु जुन महादेवको हो साथीहरू। यो कछुवाको भिडियो सेयर गर्ने बित्तिकै तपाईँको घरमा पैसाको आम्दानी हुनेछ साथीहरू, पैसाको वर्षात हुनेछ र पैसा यसरी रुकिनेछ। तपाईँ विश्वास गर्नु, भिडियोलाई सेयर र लाइक ठोकेर जानु होला। मेरो बाउमा साला खाते अहिले फेरि नयाँ ट्रेनिङ आएछ। यो कहाँ न गएको जे पाइ त्यही भिडियो लिएर आएर जे पनि बोलेर हालिदिने होइन। यो मात्रै होइन कि अर्को पनि छ, हेर न। साथीहरू, यसरी कछुवाले धन उकोलेको देख्नु भनेको हजुर एकदम भाग्यमानी। हजुरको घरमा धनको बर्सात हुनेवाले छ। मात्र 5 शेयर गर्नुहोस् र धनको बर्सात गराउनुहोस् घरमा। हामीलाई चाहिएन, पहिला तिमीहरूको घरमा धनभित्र खाद्यहरूमा जे मन लाग्यो त्यही हाल्दै। यिनीहरूसँग भन्दा बढी रिस त मलाई तिमीहरूसँग रिस उठ्छ कि यस्तो यस्तोलाई फलो हानिदिएर हुन्छ, यस्तो यस्तो भिडियो सेयर गर्छ कि झ्याम लगाइदिउँ जस्तै। त्यो धेरैसँग सेक्स गरे पनि त्यस्तो हुन्छ अरे होइन? मैले कस्तो मान्छे शर्मिला दिदी मुखबाट सुनेको थिएँ क्या मैले। मोदीले पनि बोल्न बारे छ क्या भिडियोमा, बोल्न बारे छ। मैले हेरेको थिएँ क्या, अनि त्यही मैले भनेको अहिले चाहिँ। ब्रेकिङ न्युज, नेपालमा बाघहरूको सङ्ख्या घटेछ भने भालुहरूको सङ्ख्या बढ्दो क्रममा। हो यस्तै यस्तै हरकत गरेर धर्मको बेइज्जत गर्नेहरूलाई त साँच्चीकै 400 भोल्टको झट्का लगाएर दङरङ दङरङ हल्लिएर सुकेर बत्रकै ढल्ने गराइदिन पर्ने हो क्या। तरिका हो।